जहाँ आज पनि धरतीको काखमा हरियाली रहेको छ अनि जहाँ आज पनि हावाको हरेक श्वासमा एउटा कहानी लुकेको छ, त्यही ठाउँमा बसोबास गरेका छन् थारू समुदाय। आफ्नो पहिचान लवाई खवाई गहना गुरियामा यस धरतीको जीवन्त अनि आत्माको गहिराईमा समेटिएको छ थारू समाज। नमस्कार साथीहरू, आज हामी कुरा गर्दैछौँ नेपालको एउटा गौरवशाली र प्राचीन समुदाय थारू जातिको बारेमा। उनीहरूको उत्पत्ति, इतिहास, संस्कृति र आजको सामाजिक अवस्था सबैबारे विस्तारमा बुझ्नेछौँ। आउनुहोस् नेपालको दक्षिणी तराईदेखि सुरु गरौँ, जहाँ थारूहरूको जीवनको कथा सुरु हुन्छ। थारू समुदाय नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति हो। मुख्य रूपमा दाङ, चितवन, बर्दिया, कैलाली, कञ्चनपुर, रौतहट, बारा, पर्सा, सर्लाही, सिराहा, सप्तरी, सुनसरी, झापा लगायतका जिल्लाहरूमा थारूहरूको बसोबास पाइन्छ। थारूहरू आफैलाई नेपालका आदिवासी भन्छ। उनीहरूको भाषा, संस्कृति, पहिरन, परम्परा निकै फरक र मौलिक छन्। इतिहासकारहरूको अनुसार थारूहरूको उत्पत्ति प्राचीन कालीगढ, कोसल र लुम्नी क्षेत्रसँग सम्बन्धित छ। कसैले उनीहरूलाई गौतम बुद्धका समयदेखि नै नेपालमा बसोबास गर्ने समुदाय भन्छन्। गौतम बुद्धका सन्तति भन्छन्। थारूहरूको संस्कृति नेपालकै सबैभन्दा रङ्गीन र जीवित संस्कृति हो। उनीहरूको घरलाई हर घर भनिन्छ। माटो, बाँस र परालले बनेको हुन्छ। थारू भाषाका धेरै रूप छन्: दङ्गौरा, कोचिला, देवखुरी, चितौनिया आदि। कतिपय अध्ययनले थारूहरूलाई किराँत र मौर्यकालीन समुदायसँग पनि जोडेको पाइन्छ। थारूहरूलाई मलेरिया प्रतिरोधी समुदाय पनि भनेर चिनिन्थे। जब अरू समुदाय तराईमा बस्न डराउँथे, थारूहरू त्यहाँ शान्तिपूर्वक बस्ने गर्थे। थारूहरूको जीवन जङ्गल, नदी र खेतीसँग जोडिएको थियो। थारूहरूको बस्तीलाई थारू टोल भनिन्छ। घर माटो र बाँसबाट बनाइन्छ। छाना, घाँस वा फुसले छोपिन्छ। थारू महिलाहरूको रङ्गीन पहिरन, चाँदीका गहना र परम्परा टाटे पाटे उनीहरूको पहिचान हो। थारूहरूको सांस्कृतिक जीवन अत्यन्तै रङ्गीन छ। सबैभन्दा ठुलो पर्वहरूमा माघी पर्व प्रमुख पर्व हो, जसलाई उनीहरूले नयाँ वर्षका रूपमा मनाउँछन्। त्यसै गरी असारमा झुम्रा नाच, सखिया नाच र हरियाली पर्व पनि लोकप्रिय छन्। विवाह, जन्म, मृत्युसँग सम्बन्धित संस्कारहरू पनि उनीहरूको मौलिक परम्परा अनुसार गरिन्छ। थारूहरू उत्कृष्ट नर्तक र कलाकार हुन्। सखिया नाच, झुम्रा, लाठी नाच र माघी पर्वका सामूहिक गीतहरू उनीहरूको सांस्कृतिक सम्पदा हुन्। थारू नाचमा ढोल, मादल, झ्याली, टिम्की जस्ता वाद्ययन्त्र प्रयोग गरिन्छ। पृथ्वीनारायण शाहको एकीकरणपछि थारूहरूको भूमि राज्यको नियन्त्रणमा गएको थियो। मालपोत प्रणाली र जग्गा ऐनले उनीहरूलाई आफ्नो जमिनबाट विस्थापित गर्यो। 1950 दशकसम्म पनि धेरै थारूहरू कमैयाको रूपमा बस्न बाध्य थिए। 2000 सालतिरको आन्दोलनपछि मात्रै कमैयाहरू स्वतन्त्र भएका थिए।
समाज परम्परागत रूपमा कृषि प्रधान छ। थारूहरूको जीवन खेती, माछा पालन र वनसँग जोडिएको छ। उनीहरूको मुख्य पेशा खेतीपाती र माछा मार्ने हो। थारूहरू पहिला शिक्षामा धेरै पछाडि थिए, तर अहिले आएर आधुनिक युगमा थारूको बच्चाहरू पनि राम्रा स्कुलमा पढ्न थालेका छन्। अहिले थारू युवाहरूले शिक्षा र रोजगारीमा राम्रो प्रगति गरेका छन्। थारूहरू अहिले शिक्षक, डाक्टर, इन्जिनियर, कलाकार र राजनीतिज्ञ समेत बनेका छन्। थारू समुदायका युवाहरूले अहिले थारू पहिचान र अधिकारका लागि सूचना फैलाएका छन्। थारू समुदायले माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउँछन्। यो दिनलाई उनीहरूले माघी पर्व भन्छन्। यो पर्वमा पुराना गल्ती माफ गर्ने, नयाँ सुरुवात गर्ने र परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुने परम्परा छ। थारूहरूको परम्परा अनुसार माघी कृषि चक्रसँग सम्बन्धित पर्व हो। यो बेला बाली भित्रिन्छ, नयाँ अन्न घरमा आउँछ र गाउँमा समृद्धिको प्रतीकको रूपमा यो पर्व मनाइन्छ। इतिहासकारका अनुसार माघी पर्व थारूहरूको स्वतन्त्रता र समुदाय जीवनसँग पनि गहिरो रूपमा जोडिएको छ। माघ लाग्नु अघि नै घर घरमा सरसफाइ गरिन्छ। मासु, चिउरा, ढकनी, घिउ र अन्नका परिकार तयार गरिन्छ। थारू घरहरूमा रमाइलो माहौल हुन्छ। गाउँ घर भरि गीत, नाच र हाँसो हुन्छ। माघ सङ्क्रान्तिको बिहानै नुहाउने चलन छ, जसलाई माघ स्नान भनिन्छ। थारूहरू नदी, पोखरी वा ट्युबवेलमा स्नान गरेर वर्षको सुरुवात गर्छन्। त्यसपछि सबै परिवारजन एकै ठाउँमा भेला भएर माघी भोज गर्छन्। माघे पर्वमा बनाइने थारू परिकारहरू निकै प्रसिद्ध छन्। मुख्यतया सिद्रा माछा, घुइया तरकारी, धानको ढकनी, रोट, मासु र रक्सी हान्डिया प्रमुख परिकार हुन्। यस दिन खाने कुरा वर्षभरि सुख समृद्धि ल्याउने विश्वास गरिन्छ। सक्कू संघारिन के राम राम, दीदी बाबू हूँ के, हमार दादा भैया हूँ के। आज हमरे बताबी अपन थारू पहचान, लहंगा, गुड़िया, गहना। जैसे कि हमरे पहन ले आती ई थारू गहना हो। जितना सेट पहन ले आती हमरे सब थारू लहंगा और गहना गुड़िया पहन ले आती। हमरे ये लहंगा खुद से बनाई थी, ब्लाउज खुद से। ये लहंगा जो बनाने के प्रोसेस बा वही या कई हमरे अलग अलग काट के डिजाइन बना के हाथे से सिल थी। या कई कपड़ा जो उज्जर कपड़ा रहा वह कई अलग अलग में काट के छोटा छोटा पीस में काट के वह कई फिर हाथ से सिल थी। ई हो हमार मंगौरी, ई हो हमार सुतिया। यह कई तो कथई माला, लेकिन हमरे कथी गहना। ई हो गुड़िया। जैसे कि हमार दादी हूँ के, बुद्धि हूँ के, काकी, दाई, बप्पा हूँ के। जैसे कि पुरान हमार पहचान होवे, संस्कृति हो हमार। जैसे कि मोर बप्पा भेगवा पहन के पूजा करत। जैसे कि हमार घरे ड्योटा आते, माटी ड्योटा आते। और मोर दाई जौन बावई तौन ये पूरा गहना पहन के, ये सब लहंगा पहन के सबको ड्योटन है। कागज है लहुआ के धो के वन पूजा करके जैठे वहाँ जौन बांध बावई नजदीक में ही बावई, तो वहाँ जैठे आश्रय। थारू समुदायले विगतका वर्षहरूमा आफ्नो पहिचान र अधिकारका लागि आवाज उठाएको छ। 2062-63 को जनआन्दोलनपछि थारूवान शब्दले थारूहरूको ऐतिहासिक भूभागलाई जनायो। नेपालको संविधानले थारूहरूलाई आदिवासी जनजाति भनेर मान्यता दिएको छ। यो आन्दोलनले थारूहरूको आत्मसम्मान र सांस्कृतिक अधिकार सुरक्षित गर्न मद्दत गरेको छ।
आज थारू समुदाय नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय छ। थारूहरूका कलाकार, गायक, खेलाडी र बुद्धिजीवीहरूले देशको विकासमा ठूलो योगदान दिइरहेका छन्। तर अझै पनि उनीहरूको लागि शिक्षा र आर्थिक सम्बन्धमा सुधार आवश्यक छ। थारू जातिको इतिहास नेपालको इतिहास, संस्कृतिको गर्विलो अंश हो। उनीहरूको जीवनशैली, मेहनत र परम्पराले हाम्रो देशको विविधतालाई अझै सुन्दर बनाएको छ। हामी सबैले थारू संस्कृति र पहिचानको सम्मान गर्नुपर्छ, किनभने यही विविधता नै हाम्रो नेपालको शक्ति हो। हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा। यदि तपाईलाई आजको भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि अर्को ज्ञानवर्धक विषयका साथ भेटौँला। धन्यवाद।